नुवाकोट र रसुवाको सिमाना बेत्रावतीबाट सबैलाई प्रणाम नमस्कार। बिहानको चिसो पुसको महिना हुस्सुले ढाकेको त्रिशुली बगर, तर यहाँ भक्तजनको बाक्लो उपस्थिति देख्न सकिन्छ। आज म तपाईलाई गया श्राद्ध किन गरिन्छ र यसको धार्मिक महत्त्व पूर्ण रूपमा बताउनेछु। नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावती अर्थात् उत्तर गया धाम क्षेत्र पछिल्लो समय मात्र होइन, सदियौंदेखि पितृ श्राद्धका लागि महत्त्वपूर्ण धार्मिक स्थलका रूपमा चिनिँदै आएको छ। यहाँ प्रत्येक वर्ष हजारौं श्रद्धालुहरू आफ्ना दिवंगत पितृहरूको आत्मशान्ति र मोक्षको कामनासहित गया श्राद्ध गर्न आउने गर्छन्। धार्मिक मान्यता अनुसार बेत्रावतीलाई नेपालको गया समेत भनिन्छ। भारतको बिहार स्थित गया क्षेत्रमा गरिने श्राद्ध जस्तै फल प्राप्त हुने विश्वासका कारण नेपालमै बेत्रावतीमा गया श्राद्ध गर्ने परम्परा विकसित भएको हो। हिन्दू धर्मशास्त्रमा संगम स्थललाई अत्यन्त पवित्र मानिन्छ। जहाँ पवित्र नदीहरूको संगम हुन्छ त्यहाँ गरिने तर्पण, पिण्डदान र श्राद्ध पितृहरूको आत्मालाई शान्ति मिल्ने विश्वास छ। स्थानीय जनविश्वास र पौराणिक कथन अनुसार पितृहरूले देवतासँग वर माग्दा त्रिशुली बग्ने भूमिमा श्राद्ध गर्दा हामी मोक्ष प्राप्त गर्छौं भन्ने आशिष पाएको उल्लेख पाइन्छ। यही मान्यताका आधारमा बेत्रावती पितृतीर्थका रूपमा विकसित भएको मानिन्छ। इतिहासकारहरूका अनुसार लिच्छवी तथा मल्लकालदेखि नै यहाँ श्राद्ध गर्ने चलन प्रचलित थियो। बेत्रावती क्षेत्रलाई पितृतीर्थ तथा मोक्ष क्षेत्रका रूपमा लिइन्छ। विशेष गरी नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ आसपासका परिवारहरूले आफ्ना कुलका दिवंगत सदस्यहरूको श्राद्ध यहीँ गर्ने परम्परा कायम राख्दै आएका छन्। यहाँ श्राद्ध गर्दा पितृ ऋण तिर्ने र परिवारमा सुख शान्ति आउने विश्वास छ। बेत्रावतीमा श्राद्ध कर्म सम्पन्न गराउने विशेष ब्राह्मण पुजारीहरूको परम्परा पनि रहेको छ। पुस्तौंदेखि श्राद्ध विधि र संस्कारमा दक्ष यी पुजारीहरूको उपस्थितिले यो स्थलको धार्मिक विश्वसनीयता अझ मजबुत बनाएको स्थानीयवासी बताउँछन्। बेत्रावती केवल धार्मिक स्थल मात्र नभई नेपाली संस्कार, पितृपूजा र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको स्थान हो। बदलिन्दो समयसँगै यातायात र सुविधा विस्तार भए पनि पितृप्रतिको श्रद्धा र आस्थाका कारण बेत्रावतीको महत्त्व अझै कायम रहेको देखिन्छ। पवित्र नदी, पौराणिक मान्यता र ऐतिहासिक अभ्यासको सङ्गम बनेको बेत्रावती अर्थात् उत्तर गयाधाम आज पनि नेपालका प्रमुख पितृतीर्थमध्ये एकका रूपमा श्रद्धालुहरूको आस्थाको केन्द्र बनेको छ। भिडियो सामग्री कस्तो लाग्यो प्रतिक्रिया दिन भने नभुल्नुहोला।